कस्तो मजाको पढाइ नि अहिलेदेखिबाट हवे कस्तो भयो मसिनाले हानेको हाने टाउको हानेको हानेको यस्तै टाउको हानेर पढाइरहेको छ पानी पर्छ के माथि गएर भिजौ न 1 2 3 1 2 3 व्हाट अप बिच ल आज चाहिँ फेरि न्यू ब्लग न्यू डे न्यू ब्लग को छ हामीसँग आज जाँदा नि हुन्छ अब आज चाहिँ हामी फुलचोकी जाँदैछौँ अनि इट वाज लाइक हुन्छ नि सडन प्लान भनौँ भाइबा थियो भाइबाबाट प्लान अर्को पनि हाम्रो मेम्बर छ ए से आई टु ब्लग त्यो भर्खरको साथी चाहिँ एक्लै छ किनकि हि हेज टु रिसिभ वान अदर अब फ्रेन्ड भनौँ फ्रेन्ड होइन अनि अर्को हाम्रो दुईजना साथी पनि आउँदैछन् जो चाहिँ पछाडि भनौँ पेट्रोल हाल्न गएको छ अनि अहिले हामी गएर भने नक्सलबाट यता अनि ललितपुरबाट गोदावरी हुँदै फुलचोकी जान्छौँ के आज मे 13 तर म चाहिँ कसैको पनि 13 भएन साइमन मुला हेराल्ड कलेज र इस्लिङटन कलेजको यही नै फरक छ कि लाइक हुन्छ नि बाटो हेराल्ड कलेज कस्तो राम्रो छ लाइक यु क्यान सी द डिफरेन्स लाइक हुन्छ नि एभ्री कर्नरमा भनेर चाहिँ यही हो कि ल अब चाहिँ हामी यता पुतली सडक आइसक्यौँ पुतली सडकमा चाहिँ हाम्रो लाइक एकजनाको फ्रेन्ड भनौँ सोकल फ्रेन्डलाई रिसिभ गर्छ सही समझ कहाँ थियो हो समझ कहाँ छ मतलब कहाँ छ भन्नु कि घरमै छ अन्त ठाउँमा कहाँ छ अब चाहिँ हाम्रो साथीले आफ्नो सोकल फ्रेन्डलाई रिसिभ गरिसक्यो सी हाई टु लग खै त यार यादैन केटाहरूलाई सबै खोला लभर है कोही पनि लाइक मेन हाइवेबाट हिँड्नै खोज्दैन कहिले पनि लाइक अब चाहिँ हामी यताबाट टिकापल्ली ललितपुर छिरेर जानुपर्ने हुन्छ द्याट्स वाइ यता ललितपुर साइडतिर लाग्छ
क्रस गरेपछि चाहिँ आई गेस ललितपुर होला होइन यो पुल क्रस गरेपछि चाहिँ अब चाहिँ आई गेस यस ललितपुर अर्को हाम्रो स्क्वाड चाहिँ एउटा छ स्क्वाड नभए डुओ अर्को हाम्रो दुईजना मिठो छ ग्राउन्ड त मिठो एक्चुअली त्यो वाला मेट्रो 350 चाहिँ अस्ति हिट एन्ड रनवाला केस भएको थियो केटालाई ठोक्दै एउटा भल्सर 150ले अनि त्यसपछि फरार एक मिनट अब अब अफरोड त भेटायो हुन्छ नि उता छिरे उता छिरे होइन फेरि निमा सी आइडी ब्लग यार ब्लग हो सी आइडी ब्लग धुलो खाइहाल्यो यार त्यस्तो अगाडि पठाएर भेट खोजेको ब्रो त कहाँ पुग्दिन मैले अस्ति चलाउँदा नि कुदेको थिएँ ब्लर गरेर ल्याएर फेसबुक अरे कुनै कोही ल्यापटप ल्याएको छ किन चाहियो त डकुमेन्ट्स छ नि त यहाँ डकुमेन्ट्स चाहियो पर्यो आजको ट्रिप कहाँ कोही पनि फेस रिभिल नि गर्दैन अहिले फेस नो फेस रिभिल 100K मा फेस रिभिल 100K मा 100K सम्म त बडी रिभिल गर्नु पर्यो त पुरै त्यो त त्यहाँ फेस रिभिल हानेछ उसको फेस रिभिल 100K मा त उसको बडी नै रिभिल हाल्नु त्यत्रो जिम गरे बडी त्यसो समाधि झन् तिमी पछाडि झल्छ कि यस्तो हुन्छ कि झन् यस्तो झ्याप झ्याप कि त यता थाइतिर समात्यो न थाइतिर समात्यो के भएर राख्दैन अब अहिले चाहिँ किन समात्नु पर्यो कि अब अहिले पैसा समात्नु कस्तो गर्नु हो तर कुदाउनु पाएपछि रे त्यसपछि मैले त्यही भनेर 25 करोड ल्याएपछि त्यो पन्जा चाहिँ सम्हालेर राख भनेर भन्छ है त्यो पन्जा चाहिँ मबाट झ्याप हुन्छ म यस्तो वाला ग्लभ्स ल्याइदिन्छु ओके जित्ने बेला चाहिँ रोड रेस हुने बेला काम लाग्ने हो कि तेरो मैले जो फाइट हुन्छ त्यसलाई जिम्मा लाग्यो म त एकदम पिस लभर हो नि त पिस लभर सोहा गरेर बस्छु म त वी आर पिस लभर चल्दिने हो के अरे नछाउने भाइ नछाउने सेफ राइड त्यत्रो पछाडि हिजो भर्खर स्टिकर टाँसेछ है उता गर यहाँ हेर यहाँ पढ यहाँ पढ्न आइज न हिजो भर्खर के टाँसे
ओइ सुमित हिजो भर्खर यो टासेर आएको नि त सानो गाडीको हान होइन हिजो भर्खर राइड सेफ भनेर टासेर आएको होइन अहिले होइन केटाहरू चलाइ टपको लागि त इ चाहनु हुन्छ निमाको त राम्रो बनाइदिएछ यार अलि राम्रो गियर लगाएर त्यसपछि चाहिँ भान्नु हुन्छ कि अनि बाइक त राम्रो बनाइदिएछ त ल्याएन कृष्ण लुगा तिम्रो घरमा छ भने त्यस्तो राम्रो के भन्छ त्यो उता भ्लग त ब्लर गर्ने भनेर के अरे ब्लर गर भन्नु म ब्लर गर्छु जस्तो लाग्छ म यत्तिकै हाल्छु है मैले अघि नै भन्छु आई डोन्ट गिभ अ फक भनेर बुझ्यो भने यत्तिकै र हाल्छु म मैले फेरि कसैलाई पनि लाइक हुन्छ यसरी कपाल यसरी यहाँबाट पनौती जान्छ पछि कसको भएको यो अहिले जान्छ फेरि एकछिन कसको भएको यो फेरि बाउको हो कि ए अनि किन बनाउँछ किन जाने काम हो नि त उसको अनि अहिले अब जान्छ राति आउँछ 10 बजे दिनकै बाउ कस्तो के काम चल्दैन हो मैले फेरि त्यो कपाल देखाएर चाहिँ हजुरहरूलाई मोटिभेट गर्न खोजेँ होइन है कपाल बनाउनुपर्छ भनेर हामी जस्तो सिङ्गल लाइफ पनि यसरी पनि बिताउनुपर्छ बुझ्यो नि त्यही भएर लाइक हुन्छ नि म त झन् आई गेस आई डोन्ट थिङ्क कि लभ विल नेभर के अरे लभ विल एभर फाइन्ड मी भनेर द्याट्स वाइ सिङ्गल रक अब यो युनिभर्सिटीभरि पनि छँदैछ एउटा लन्टु छँदैछ खै के गर्ने म चलाउने त चलाउने म चलाउँछु तर भ्लग चाहिँ त्यस्तै हो भ्लग चाहिँ त बिस्तारै राम्रोसँग बनाउनु भयो भने पनि चलाउँछु त्यस्तै हो भ्लग त म सक्दिनँ यार अब चाहिँ हामी गयौँ है त पानी उतै किनाउला के बस अब चाहिँ वी आर हेडिङ टु गोदावरी चिनाखल्लीबाट कति टाइम लाग्ला अब एक्ज्याक्टली अब कसरी अब त्यो त राइडमा नि भर पर्छ तिनीहरूले बिस्तार लगेर आरामसँग जाउँ भने त्यही हो जग्स त्यसमाथि निमा हाम्रो ग्रुपमा अलिक सेफ राइड हान्ने भने लाइक हुन्छ नि बिस्तारै गर्ने भने सुमित दादा हो अनि म पहिले हो लाइक केटाहरूले चाहिँ भाल लाग्दैन अफ रोड नि हाल्दै होला आफ्नो हाल्दै कस्तो बाइकै चलाउँदैनन् मा हुन त सबै रिच किडहरू होइन जति ढाङ्गा ढुङ्गो गरे पनि उनीहरूलाई बाल छैन अहिले सोरुम जाने नयाँ बाइक किन्दैन भनेर भन्छ Bosh! Yike! Natalie! ओहो 3 दिन जति बिदा छ त्यही पनि विरक्त लाग्दो रिपोर्टर गर्ने कहिले सक्ने के गर्ने त्यही पनि केटाहरूले के भने क्लासमा हुँदै के भने भाइ भइरहेको थियो जम मलाई भन्यो भने त्यसपछि ल जम सडन प्लान हु केयर्स अबाउट भाइभा समथिङ लाइक द्याट कोहरू समहरू त्यही गएको नि अहिले गएको थिएँ तर खास भन्दाखेरि फुलचोकी पनि लाइक हाइक गर्ने ठाउँ हो कि बुझ्यो वान डे हाइक हो कि एक दिन चल्थ्यो मस्त उक्लियो मेरो मम्मीहरू घरबाट हाइक जानुहुन्छ कि त्यहाँ बुझ्यो म नि आई थिङ्क म हाइक चाहिँ गएको छैन फुलचोकी गाडीमा गएको छु
बाटो त के हो यो अब चाहिँ म राइडमा छु अब अन्त पुरै अफरोडै अफरोड मात्रै होला बढी थियो नि हामी नै 60 हामी 60 देखि बिस्तारै आराममा थियो के अहिले फर्किँदाखेरि कुद्छ त्यसले बाटो थाहा भयो त म पहिले गइसकिहाल्थेँ नि कतापट्टि हो बाटो अब हाम्रो यताबाट हो तर कति राम्रो त कति बिग्रेको थाहा छैन जाउँ न बिस्तारै किन
गर्न लाग्छ के नपड्कौ यहाँ कति गुराँसै गुराँस त्यता नि गुराँस यता नि गुराँस ओइ पानी पर्यो यार ए दुईटा खान डबल छ नि त डबल छ होइन डबल भयो नि तँलाई कसले दिन्छ उसले त सिंगल ओड्ना हो ओ त सिंगल छ कि डबल छ बाइकको छिराउन लाग्यो के यसले यसो डबल 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 मुनिसम्म लाला हैन ब्याग भएको ल्यापटप बोके होला ओड्न दिएन अनि तेरो ल्यापटपको देखि 3 लाख कहि भयो देख्समा फेरि 4 लाखै पर्छ उसले ल्यापटप देखाएन नि त आइप्याड जा नि यहाँ आइसि मान्छे आवाज गर्न नपेला ल जाउँ बिस्तार जाउँ केटा हो यस्तै हुन्छ हामी जति पाएला पनि जाने फर्किन्छ क्या त्यही नि हो नजाने बाटो नि गइसक्यो अस्ति हामी कहाँ गएको उहाँ त मान हो नि उहाँको गुगल म्यापमा कसले सक्छ नभन है यो भ्लगमा चाहिँ अलिकति इज्जत राख्ने मेरो यहाँबाट हिँड्दै जान्छ हामी फर्क्यो भने यो घर यहाँबाट त हो नि भाइतिर गाउँ ल यहाँबाट होइन यता ब्रदर आई बेस्ट अफ लक ल के म के जङ्गलमा बस्छु भन्नाले यहाँ जङ्गलमा बस्छु भन्नाले के ओ जे पाइ नबोल नि मेरो अलि दिदी भाले मात्र त्यही भने के बोलिसक्यो म त र हालिदिने हो मलाई के फरक पर्छ मुजी पर्दैन मलाई कसले चिन्नु पर्यो नि तेरो त्यो भ्लगबाट तिमीलाई चिन्छ है त्यो अब हामी चाहिँ यहाँबाट कता चल्ने भन्दाखेरि फुलचोकी सिधा फुलचोकी हो जक्स के अरे आइज न सुमित ओइ पानी पर्छ के माथि गएर भिजाउ न पानी पर्यो म त पानी पर्यो अब बोस पानी पर्यो के चल्दिक सानो कस्तो मिठो नहुन्छ अब हामी यहाँ चल्दिनु पर्यो पानी पर्यो तातेको घर भाइ टमाटर न मिठो पानी पर्यो मलाई त जे पनि कन्टेन्ट हो कि आज पानी पऱ्यो पनि भएको छ ए मैले सबै समात नि कन्टेन्ट बनाउँछु पर्दैन म लड्नु त पर्दैन वेटर मेरो ऊ चाहिँ निकाल्नु न यार रेनकोट चाहिँ लगाउनु न यो त जान्छ त कन्टेन्ट अर्को कन्टेन्ट बाइक चाहिँ पड्किएला जस्तो पड्किन्न यो चाहिँ राख्दैन केटा हो सिधै फुलचोकी अब फुलचोकीबाट रोड्छौँ एकचोटि हेरेर कस्तो पानी पनि एकदम मिठो सब केटाहरू भिजिसके रेनकोट चाहिँ हामीसँग मात्र भने हामी वेल प्रिपेयर्ड हौँ कि हामी जहिले पनि वेल प्रिपेयर्ड हुन्छौँ त्यही भएर वी आर गुड के भनौँ ह्युमन बिङ वी आर गुड ह्युमन बिङ वी आर गुड छोरा एभ्रिथिङ के ल लेट्स गो साइलेन्सर पानीमा गयो दिएको हजुर अब त केही भन्यो नि तिमीले थाहा भइसक्यो जुनाइ झारी पर्न हामी पनि फर्काउने हेरेर उताहरू पर्छ होला के गरे बुझ्यो बुझ्यो हुँदैन ए
कति पऱ्यो यार असिना पऱ्यो कस्तो मजाको परेको थियो अहिलेदेखिबाट हवे कस्तो भयो असिना त्यो हाने कि हाने टाउको हाने कि हानेर यसको टाउको हानेर कराइरहेको थियो अब फेस्टिभल हानु अब त फेस्टिभल 100K पुगेपछि मात्र फेस्टिभल हाल्छु रे आएपछि जानै पर्यो नि अब फुचोकी इट्स अलवेज ब्युटिफुल लास्ट टाइम म मेरो मम्मीसँग आएको थिएँ अनि यहीँ नै पूजा गरेको थिएँ नाइस ठाउँ छ ढुङ्गै ढुङ्गा लाइक इट्स अति नै पिकमा यु क्यान सी अति माथि पिकमा छौँ हामी अब हामी चाहिँ फुचोकीको टपमा पुगिसक्यो होइन टप टिपी टपमा अनि आई गेस इट्स टाइम टु एन्ड द ब्लग दिस वाज What up gang? अब चाहिँ हामी चल्दिएछौँ फुचोकीबाट कस्तो मिठो नि यस्तो अघि आउँदाखेरि यस्तो मिठो असिना परिरहेको थियो यस्तो मिठो पानी यस्तो मिठो बाटो यस्तो मिठो अफरोड होइन नि यस्तो मिठो भ्यू चुम्मेश्वरी होइन आइयो दर्शन गरियो सुप खाइयो तातो भयो अब हामी आनन्दसँग जानेछौँ अघि नै हाम्रो भ्लगर पनि अलिकति बाङ्डो भएर हाम्रो अर्को पिएम जस्तो बाङ्डो भएर केही बोल्दैनन् त्यही भएर मै आउनु पऱ्यो फेरि हजुरहरूको लागि केही रहेछ त्यही हो अब हल्का सिनहरू हेरौँ अनि भ्लग एन्ड अब भनौँ अब शिवपुरीको भ्लग आउँदैछ अर्को विक शिवपुरी हामी यस शिवपुरीमा लेगिजमा कस्तो नाइस देखियो अहिले बल्ल खुल्यो है अघि नै अहिलेसम्म चाहिँ ब्युटिफुल छ त्यो आनन्दसँग लैजा ब्युटिफुल नै हुन्छ तल लड्दा नि मजा आउँछ लड्दा मजा आउँछ तर त्यो हिलो लिएर म यहाँबाट पनौतीसम्म जाँदाखेरि मजा आउँदैन नि त बोस त्यत्रो असाइनमेन्टहरू बाँकी छ यार क्या गरे जर्नी भन्दा हामीले त